नमस्ते। आज हामीहरू प्रिन्सिपल अफ सर्वे हेर्नेछौँ। फर्स्ट प्रिन्सिपल के हो भने वर्किङ फ्रम होल टु पार्ट। मानौँ यो हाम्रो जग्गा छ र यहाँ मलाई घरको नक्सा बनाउनु छ या घर बनाउनु छ। फर्स्ट कलम हामी यहाँ दियौँ, सेकेन्ड कलम यहाँ दियौँ, थर्ड कलम यहाँ दियौँ। हामी नाप्दाखेरि र रियल फिल्डमा काम गर्दाखेरि इरर अलिकति बढ्छ। तब यो के भयो भने यहाँ सेन्टर टु सेन्टर मेजर गर्दा D1 थियो तर इरर अलिकति आयो। यहाँ फेरि डिस्टेन्स 2 प्लस इरर 2। अब यो अलिकति त अरूको जमिनमा गएको छ। घर बनाउँदा त अरूको जमिनमा बनाउनु पर्दैन। अब यो कति बढेछ, यहाँ मानौँ कि 50 सेन्टिमिटर बढेछ, यहाँ 30 सेन्टिमिटर, यो टोटल कति बढेछ 80 सेन्टिमिटर। र इरर एड हुन्छ, उसलाई के भन्छ कमुलेट यो भन्छ। त्यसपछि हामी मानौँ कि यहाँ पनि यस्तो दियो, यहाँ पनि पिलर दियो, यहाँ पनि पिलर दियो, यहाँ दिँदा एउटा पिलर यहाँ आइसक्यो। यो के भयो भने इरर E1 E2 E3। हामीलाई यहाँ के आयो E1 प्लस E2 प्लस E3। हामी यो के भन्नु पार्ट 2 होल। फेरि एउटा यस्तै जमिन लियो हामी सेम टु सेम। इरर कम कसरी गर्ने त्यही हो। फर्स्टमा एउटा यहाँ जमिनको लास्ट पोइन्ट चारै कोनामा एउटा पिलर पहिला हामी बनायौँ। र यसलाई के भन्छ भने माइनर कन्ट्रोल पोइन्ट। फेरि यहाँ एउटा पिलर दियो। यताबाट नाप्दा ठ्याक्कै यो D1 को डिस्टेन्समा भयो। तर यताबाट नाप्दा यो के भयो भने D2 प्लस अलिकति इरर आयो। हाम्रो जमिनमा एन्ड पोइन्ट फिक्स छ भने यो इरर आउँदा के हुन्छ भने हामी मिनिमाइज गर्न सक्छौँ। त्यसको मतलब मिनिमाइज गर्न सक्छौँ हामी। मानौँ फेरि यहाँ एउटा यो दियो, एउटा यहाँ थपायो हैन, एउटा यहाँ यहाँ पनि यो बिचमा इरर आयो मेबी। यसलाई के भनिन्छ भने माइनर कन्ट्रोल पोइन्ट। र यो के हुन्छ भने लोअर प्रिसिजन इन्स्ट्रुमेन्टले गर्नुपर्छ। यो हायर प्रिसिजन इन्स्ट्रुमेन्टले गर्नुपर्छ। अब हामी थ्योरेटिकलमा लेखौँ कि 1 नम्बर वर्किङ फ्रम होल टु पार्ट। फर्स्ट नम्बरमा सो
has to prevent ACC accumulation of error यसलाई के भन्छ यदि एड जान्छ उसलाई कन्ट्रोल गरेपछि त्यसलाई नै भन्छ वर्किङ फ्रम होल टु पार्ट एउटा यो हो एड एरर हुन्छ हैन र माइज टु लोकलाइज द error minor control points established with high precision र minor control point are established with lower precision यो बुझ्नु भएको होला जस्तो लाग्छ यदि बुझेको भएन भने फेरि हामी एउटा भिडियो बनाउनेछौँ आज किनकि फर्स्ट टाइम यो वर्किङ फ्रम होल टु पार्टको यस्तो डिस्क्राइब गरेर भिडियो बनाएको त्यसैले अलि बुझाउन अप्ठ्यारो भएको होला मेबी बुझ्नु भएको होला ल धन्यवाद आजको